दराज आयो, अब ड्रेसिङ टेबल त किन चाहियो त है। बाहिर मिरर छ भने यतापट्टिको साइडमा चाहिँ मेकअपको सामान मजाले स्टेप बाई स्टेप राखेर घुमाउँदै मिरर हेर्दै र यतापट्टि गर्दै सामानहरू राख्छ भने यो चाहिँ 3 पिस दराज रहेको छ है, 6x6 को। र यतापट्टि साइडमा चाहिँ ल यतापट्टि साइडमा पनि मजाले चुरा राख्ने स्ट्यान्ड दिएको छ, भित्र मजाले हजुरको सामानहरू राख्न सकिन्छ भने माथि पनि मजाले कपडा स्टेप बाई स्टेप गरेर राख्न सकिन्छ, कपडाहरू अट्छ, स्टोरेज एकदम धेरै छ भने। यतापट्टि साइडमा चाहिँ माथि स्ट्यान्ड दिएको छ, मजाले कपडाहरू ह्याङ्गरिङमा भिलाएर राख्न सकिन्छ भने यहाँ चाहिँ लकर छ है। अनि लकरको भित्र पनि जुन अर्को लकर छ जसमा चाहिँ अब हजुरहरूको इम्पोर्टेन्ट सामानहरू राख्न सकिन्छ, जुन चोरले पनि थाहा पाउँदैन है। र यता पनि सामानहरू मजाले राख्न सकिन्छ भने यसको घरमा पो हेर्नु त, यसको ड्रोयरको स्पेस कति ठुलो छ। यसमा अब खाँदेर जति पनि लुगा अटाए नि अट्छ है यसमा चाहिँ। र यसको यो तल पनि 3टा घर छ यसमा चाहिँ है। यहाँ पनि अब हजुरलाई के सामान राख्नु पर्ने छ राख्न सकिन्छ मजाले है। अब हजुरलाई यदि यो दराज चाहिन्छ र यसको डिजाइन मन परेको छ भने चाहिँ अझै दिएको नम्बरमा मेसेज अथवा कल गरेर अर्डर गरिहाल्नु होला है।